हेलो नमस्ते गुड मर्निङ सबैजनालाई वेलकम ब्याक टु अनदर भिडियो। अनि म चाहिँ आज किचनमै बसेर भिडियो स्टार्ट गर्दैछु। मेरो चाहिँ अब किचनमै बिहान हुन्छ अनि किचनमै रात पनि किचनमै हुन्छ नि त। अब दिनभरि किचनको कामहरू हुन्छ, यता त्यता बाहिर निस्केर भ्लगहरू बनाउन सक्दिनँ किनकि आमा बिमारी हुन्छ नि त। अन्त आमालाई एक्लै छोडेर पनि कहीँ जान सक्दिनँ। अन्त त्यही हो, घरि लुगा धुको, घरि आमालाई यता त्यता लगेको, त्यस्तै भ्लगहरू मात्रै मेरो आउँछ। अन्त हजुरहरूले गाह्रो नमानिकन हेरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। र आज चाहिँ अब म अहिले ब्रेकफास्टहरू गरिसकेर भाँडासाँडा धुइसकेँ। अब चाहिँ दिनको खाना बनाउनु सुरु गर्नु जाँदैछु। यो फुलकोपीको सब्जी पकाउँछु। अब यसमा आलु मिसाउनु हुँदैन, आमालाई आलु दिनु हुँदैन। आलु मिसाएर त मलाई मनपर्छ नि त कोपी। अन्त अब यो कोपी मात्रै बनाउँछु पहिला चाहिँ, त्यहाँबाट चाहिँ म अरू के बनाउनु पर्ने हो हेर्नुपर्छ। दाग लाग्छ, अब बर्खा सुरु भयो कि कोपीमा दाग लाग्न सुरु भएछ। अझै हुँदैन, किरा हुन्छ। पुरा दाग लागेको छ। यसलाई चाहिँ म मजाले धुएर चाहिँ एकपल्ट बोइल गर्नै पर्ने हुन्छ। किन बोइल गऱ्यो भने चाहिँ अलिक फर्सक्क परेको पनि हुँदैन नि त, अलिक राम्रो हुन्छ। एक भलको चाहिँ उमाल्नुपर्छ यसलाई, यहाँबाट चाहिँ भइहाल्छ। म चाहिँ त्यसो गरेर पकाउँछु, सिधै पकाउँदा चाहिँ अलिक मन पर्दैन। अब यसलाई एक उम्लिन दिनुपर्छ। आमालाई हेरेर आउँ त के गर्दैछ। नि झुलिरहेको रहेछ। आमा के भयो, निन्द्रा लाग्यो? झुलिरहेको रहेछ। ए आउनु यतै, यता आउनु। निन्द्रा लाग्यो? अब अहिले कहाँ सुत्ने अन्त? अहिले खाना साना खाएर सुत्नु 12 बजी। के भयो त? खिड्कीबाट उता हेर्दै थियो, त्यहीँ झुलेछ बिचरा। कहिले जति हुने होला हाम्रो आमा। आउनु यता, यता म खाना बनाउँछु, तपाईँ त्यहाँ बसिरहनु नि ल। लाउनु बिस्तारै। यहाँ बस्दै गर्छु ल भनेर त झुल्दै रहेछ। ल चप्ली लाउनु त, चप्ली लाउनु पहिला। यसरी होइन, यसरी। ल म खाना बनाउँछु, तपाईँ त्यहाँ बस्दै गर्नु ल। बिस्तारै आउनु, बिस्तारै बिस्तारै। ल आउनु आउनु, म यहाँ बस्नु। आज त मजाले घाम लागिरहेको छ। नि तिरिरी घाम लागिरहेको छ आज त तक्दामा पनि। बाल्टीमा लुगा भिजाइरहेको छु एक बाल्टी।
यो पनि धुनै छ। गरम भएन? नखोल्नु होस् होस्, पातलै छ त्यो स्वेटर। ठिकै छ, यहाँ बस्दै गर्नु ल, म खाना बनाउँछु ल। देख्दो रहेछ। यो गुन्द्रुकको झोल पकाउँछ। गुन्द्रुक नखाएको भने कति भएको थियो नि त। आज म गुन्द्रुकको झोल बनाउँछु। चामल भिजाएर राख्छु, सब्जी गर्दै गर्छ।
एकछिन भिडियो राख्नुपर्छ। यो सब्जी चाहिँ पाकिसक्यो। अब यसलाई चाहिँ म अर्को जग्गा खनाएर यसमै गुन्द्रुकको झोल बनाउँछु। कस्तो मिठो भयो होला जस्तो लाग्यो लुक्स हेर्दा त। यही कराईमा चाहिँ म गुन्द्रुकको झोल पकाउँछु नि त, त्यही भएर चाहिँ मैले यसमा खनाएको। गुन्द्रुकको झोलमा चाहिँ बेसी तेल हाल्नु पर्दैन। म चाहिँ यो आलु पनि हाल्छु। आमालाई पहिला अलिकति पकाएर निकालिदिन्छु कि झोल। गुन्द्रुकको झोलमा चाहिँ मलाई चाहिँ आलु हालेको मनपर्छ नि त। आलु चाहिँ आइहाल्छ। यसमा आलु भुट्नु पर्छ अलिक राम्रो हुन्छ। आमालाई आलु खानु मिल्दैन, त्यही भएर यसलाई निकालेर यहाँ माथिबाट हाल्नु आलु चाहिँ। यहाँ फेरि माथिबाट पकाउँछु। आलु हुन्छ नि त, त्यही हुन्छ। राम्रो आलुको आमालाई आलु बिनाको पाक्यो। गुन्द्रुकको झोल सबैजनाको लागि। मेरो सबै खानापिना पनि पाक्यो, गुन्द्रुकको झोल पनि पाक्यो, सब्जी भात सबै पाक्यो। अब चाहिँ हामी खाना खाने। अनि यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुहुने सम्पूर्ण मेरो साथीहरूलाई मुटुभित्रबाटै माया, धेरै धेरै माया भन्न चाहन्छु। र आजको यो मेरो छोटो ब्लग यहीँ एन्ड गर्न चाहन्छु। भोलि फेरि यस्तै नयाँ भिडियोहरू लिएर हजुरहरू सामु आउने नै छु। तबसम्मको लागि बाइ बाइ।